चाहियो भने दिन्छ है तपाईहरु। यही बाटो खन्दा चाहिँ 13 बोरा रुबी निकालेको र यहाँ चाहिँ टिप्लिङ जिबे गेमजेरी च्याथेन्जी आयङको मिङ छुबा फायङको फाय छुबा यहाँ चाहिँ प्रागराज यहाँ चाहिँ बुद्धको मुड यो चाहिँ सेरतुङ गाउँ माथि चाहिँ गणे हिमाल। हेलो 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 आज चाहिँ हामी रुबी भ्याली चाहिँ प्रस्थान गर्दैछौँ रुबी भ्याली तर्फ। अब यहाँ यो पनि छ कपडा चेन्ज गर्दैछ अब ड्रेसअप। यो चाहिँ हाम्रो गाउँ हो यस्तरी गाउँ। अब यो बेसी टोल हो धारनाको। उताबाट दिदीहरू नआउँदैछ आज चाहिँ। आज फेरि बुद्ध जयन्तीको दिन पनि हो। सो उहाँहरूले पनि अब प्लान बनाएको रहेछ घुम्न जाने भनेर माथि। सो हामी दुईजना पनि इन्भल्भ भइदिएको। उहाँहरू चाहिँ अब गाडी लिएर आउँदै हुनुहुन्छ बाटोमा। हाम्रो गाउँको रोड हो यो चाहिँ रुबी भ्याली जाने रोड हो। अनि त्यहाँ चाहिँ हामी अहिले वेटिङमा गर्दैछौँ। उताबाट दिदीहरू आउँदै हुनुहुन्छ। सो केरा पहाडी गाउँहरू भयो। अनि यहाँनिर हाम्रो सम्धी टिकटक हेर्दै छ। बुद्ध जयन्तीको दिन पनि यस्तो हेर्छ के भन्ने अब। अनि यहाँ चाहिँ कुकुर चाहिँ अब लम्फाचार परेको छ। म त ठले गाडी आइपुगेको अवस्था हाम्रो अहिले। यो पहिला चाहिँ बसिसकेको छ अब चाहिँ रोकिसकेको यस्तो छ। यो चाहिँ हामीले चाहिँ इमलाङ भन्छ। इमलाङ पानी पनि हो कफीबारी कफी भर्खर फुल्दै रहेछ। यही हो केराबारीको हो। तपाईँहरूले यहाँ आउँदाखेरि चाहिँ अब खाजा खाएर रुबी भ्याली प्रस्थान गर्न चाहिँ एकदम सक्नुहुन्छ। यो चाहिँ खटराज गाउँपालिका वार्ड नम्बर 3 मा पर्छ सिगाङ गाउँ। यहाँ चाहिँ फेरि यो टोलको नाम चाहिँ केराबारी हो। त्यही भएर केराबारी भन्छ। मकै अब मकै त अब सबै नम्ढुङ्गी गरेको छ नक्कल। ढुन्डोरेको भिरमा आइपुग्यो भिरमा जान्छ क्या हो ढुन्डोरेको भिरबाट यार गाह्रो छ नि हो। यस्तो छ यो ढुङ्गा हो सबै चिप्लिनु पनि सक्छ यार। त्यसमा चाहिँ माथि बसेको छ डुन्डुरेको पुल आइपुगेको हामी चाहिँ। यो चाहिँ अहिले पहिला चाहिँ हामीले गजली भन्थ्यो। एउटालाई गजली भन्थ्यो पहिला हामीले गजली। अहिले अब डुन्डुरे भएको छ त्यही भएको। अब उहाँहरू चाहिँ अब सटेलले बस्नु भएको रहेछ। त्यही भएर टुटिट भन्नु भएको रहेछ। अब गाउँघरको बाटो बस पनि अब रुबी भ्यालीबाट आएको रहेछ। अघि नै आइपुग्यो काठमाडौँ अब यहाँबाट चाहिँ अब तातोपानी जाने बाटो पनि छ। यहाँ पनि छ तातोपानी। बोर्डै छैन साइन बोर्डै छैन यहाँ तातोपानीको। यहाँ चाहिँ सायद तातोपानीको साइन बोर्ड थियो पहिला चाहिँ। यहाँ चाहिँ यहाँबाट जाने हो तातोपानी चाहिँ उता। तर अहिले चाहिँ साइन बोर्ड छैन रहेछ। अब के भन्ने उखालले खालिदिएको हो कि यो तातो पानीमा चाहिँ अब खासमा चाहिँ अब मान्छेहरू चाहिँ चैतमा धेरै आउँछ। चैत महिनामा चाहिँ आज भोलि आउँदैन। यहाँ चाहिँ रोड थियो साइन बोर्ड तातो बाटो भनेर बगे जस्तो छ। साइन बोर्डै उडाएर लगे जस्तो हो क्या तातो छैन रहेछ अहिले चाहिँ। बोर्डै छैन साइन बोर्डै छैन। सो तपाईँहरूलाई देखाउँ कि भनेको। अब आइएम सरी अब वी क्यान डु द्याट वान होइन देखाउनु सकेन। बाटो दामी छ यहाँनिर चाहिँ। यहाँसम्म मात्रै रहेछ ठ्याक्कै यहाँ सोलिङै सक्यो। म त भन्नु उता सोलिङ राम्रो बाटो रहेछ भने देखाउँ भनेर गरेको ठ्याक्कै सकिरहेको भने यार गाह्रो भयो नि ठ्याक्क लागेर। अहिले चाहिँ हामी चाहिँ अब धारनाको बेसी बाटो जानेछौँ। माथि बाटो जाने बाटोबाट होइन तल बाटो जानेछौँ। यस्तो छ दामी छ नि होइन गाइज त्यस्तो। आमा है माथि चाहिँ पहाडी गाउँहरू छ। पहाडी चाहिँ गङ्गा जमुना गाउँपालिका हो। अनि अब रुबी भ्याली आउँदै हुनुहुन्छ भने जनवरी बाटो राम्रै छ होइन। तपाईँहरू राइडमा आउनु सक्नुहुन्छ। अब मैले हिजो देखेको 2-3 जना चाहिँ अब साइकलिङको राइडमा पनि आउनु भएको रहेछ। साइकलिङमा बाइकमा होइन साइकलिङमा आउनु भएको रहेछ क्या। उहाँहरू चाहिँ उता काठमाडौँबाट उता स्याप्रुबासी जस्तो हुँदै आउनु भएको छ। पहिला चाहिँ हाम्रो यहाँ चाहिँ यो पहिरो चाहिँ प्लेन भन्थ्यो। तल चाहिँ खोला है यहाँ यही मुनि हो तातो पानी चाहिँ। अहिले चाहिँ यहाँ हामीले ठ्याक्कै तातो पानी माथि आइपुग्यो। अहिले यहाँ टर्निङ लिनुपर्ने छ। आहा माथि पहाडी गाउँहरू है। सो यहाँ चाहिँ अब रेङ्गिङ नै मैले छोटो दिन भएछ। रेङ्गिङै रहेछ हुन त। अनि उताबाट चाहिँ रेजित भइहाल्यो। माथि चाहिँ अब ताजिमराङ हो। तल नम्दिन्छौँ सबै टिभी। यहाँ सोल्टीको मिच्चु पनि यता रहेछ। काले मिच्चु यता छ मिच्चुले कुरा। अब यो लेहमबाट उता माथि यो रिजेटको लेहमा चाहिँ अब पुल भन्नु अब यहाँ पुलको सामानहरू यहाँ देख्छ। पुल त्यो त रिजेट हो।
अनि माथि त किचेर हो झारलाङतिर हो बाटो चाहिँ अहिले राम्रो छ यहाँ झारलाङको पहिरो यो चाहिँ पहिरो चाहिँ अब डेन्जरै छ डेन्जर पहिरो ठुलो छ तल चाहिँ अब झोलङ्गी पुल छ यहाँ चाहिँ अब यो बेली ब्रिज हाम्रो अझ चाहिँ जिउहरू हाल्नु भएको यो चाहिँ अब ठुलो पहिरो हो यहाँ चाहिँ अब खासमा एसियाकै ठुलो पहिरो भयो सेकेन्ड ठुलो पहिरो भन्छ यहाँ चाहिँ होइन झारलाङको तल यस्तो छ नि त पहाड छ पहाड छ पहाड बेली ब्रिज हो कि पक्की पुल मलाई चाहिँ जन्माउनु बेली ब्रिज हो कि पक्की पुल हो त्यो थाहा छैन यहाँ नि अब पुल बन्दै रहेछ सुरु भइरहेको रहेछ यहाँ पनि उता अहिले यहाँसँग शनिबार गाउँपालिका त यहीँ अब इन हुन्छ है यहाँसम्म यो खोला गाउँपालिका अब यो खोलाको नाम चाहिँ उसे भन्छ है हामीले चाहिँ तामाङ भाषाबाट अब छेर्तीबाट त के राख्यो मलाई थाहा छैन पाहाडी चाहिँ खनेबाज गाउँपालिकाले हामीले छोडिसक्यो अब चाहिँ ए सिन्जा अब दामी छ बगाल छ आज बुद्ध जयन्तीको दिन अब हामी चाहिँ यहाँबाट बराङ बराङ सुरु भइसक्यो सुरुवालीको बराङ आलु बराङ सेतुङसम्म हो कि तिब्रीसम्म हुँदैन मलाई थाहा छैन तर जहाँसम्म लग्यो त्यहाँसम्म जाने हो सँगसँगै पनि पुऱ्याइदियो भने त्यही पनि गइदिन्छ नो टेन्सन टेन्सन लिने कान्दै रे बाटो चाहिँ यस्तो रहेछ तर यही बाटोमा बस लिएर आउँछ भनेको चाहिँ हामी त अब सानो गाडी हो चिलमै छ चिलमा छ यस्तो पल्टाको पल्टाइ छ मान्छेको अब चाकको त अब त्यो के भन्नु हट्टी सट्टी अब चिलमा होइन अब यहाँ अब के भइरहेको कारामपुर भन्छ जस्तो लाग्यो बराङमा चाहिँ आइपुगेछ हामी चाहिँ अहिले चाहिँ बराङ गाउँमा चाहिँ लाभा हो क्यों लाभा होइन नि लाभा पारी पारी त्यो चाहिँ बराङ गाउँमा आइपुग्यो हामी चाहिँ अहिले चाहिँ पारीको चाहिँ 9 डाँडा 9 खोला अरे 1 2 3 4 5 6 यो गाउँ पारीले लापा आठी चाहिँ गणेशमा यो रुबी भ्यालीको आलु तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ होटेल पनि रहेछ रुबी भ्यालीमा आलु तातै छुट्दैन रहेछ यहाँ चाहिँ गणेश हिमाल यो चाहिँ औी नम्स अरे ठाउँ चाहिँ अब दामी नै हो रुबी भ्याली चाहिँ लास्ट गाउँ त्यहाँ चाहिँ गाडेपछि हामी चाहिँ अब सेर्तुङ पुग्छ सेर्तुङ प्रस्थान गर्दैछौँ अब पहाडी चाहिँ अब यस्तै छ चोङदाले खाऊ बाटो त के हो त रुबी भ्याली चाहिँ अब ठाउँ चाहिँ राम्रै हो दामी छ बाटो चाहिँ अलिक डेन्जर हो बाटो चाहिँ अब यस्तो छ त्यो पनि हाम्रो सानो हेर्नु त या त अब ठुलो बस पनि आउँछ होइन बसलाई त के होइन त्यही हामीलाई त बाटो चाहिँ यहाँनिर चाहिँ अलिकति डेन्जरै छ औको यहाँ पहिरो रहेछ पहिरो गएको रहेछ यहाँबाट अनि तल गाउँ बाटोको अवस्था रुबी भ्याली आउने बाटो तार कता यही बाटो खन्दा चाहिँ 13 बोरा रुबी निकालेको रहेछ यहाँ चाहिँ यो भित्र त्यही त नै त्यो सेतो देखेर यहाँ चाहिँ अब यो बाटो खन्दा चाहिँ 13 बोरा त्यो रुबी पनि भएको थियो अरे बाटो अवस्था यस्तो हो अहिले चाहिँ हामी चाहिँ अब हेलिप्याडमा आइपुग्यो रुबी भ्याली गाउँपालिकाको हेलिप्याड चाहिँ यो चाहिँ हाम्रो पल्टनहरू पनि छ धेरैजना हुनुहुन्छ आज चाहिँ दाइहरू यता हुनुहुन्छ बजेहरू यो चाहिँ हेलिप्याड अनि तल चाहिँ 40 रे यो सेर्तुङ गाउँ
माथि चाहिँ अब गणेश हिमाल गणेश हिमाल तल पो हेर्नुपर्छ तल पो रहेछ राजु त मोर्नु यता उस दुख्नु छ त्यस्तै भन्छ 40 रे मुजु उता बटेको त 80 अनि पहाडी चाहिँ लापा रहेछ यहाँबाट देखिने एउटा पहाडी चाहिँ लापा हेलिप्याड यो चाहिँ अब औी नम्स हुँदै आएको हामी चाहिँ अहिले माथि चाहिँ त्यो माथि अब गुम्बा छ अरे त्यहाँ अब जाने अब त्यो माथि गणेश हिमाल तलबाट पनि गणेश हिमाल अहिले चाहिँ हामी चाहिँ अब हेलिप्याडको अलिक माथि टपमा आइपुगेछौँ तल चाहिँ हेलिप्याड हो यहाँ तल चाहिँ अझै हामी चाहिँ टपमा छौँ यहाँबाट अब तल चाहिँ गाउँहरू देख्न सकिँदो रहेछ यो चाहिँ औी गाउँ भनेर अब त्यस्तै लाग्यो यहाँ चाहिँ मुनि चाहिँ 40 अनि उता चाहिँ सेर्तुङ उता चाहिँ अब तिप्लिङ भन्ने सुनेर थाहा पनि छैन नि त माथि चाहिँ अब गुम्बामा जाने हामी चाहिँ एकछिनपछि पारी अब त्यही लापा चाहिँ तल भइहाल्यो अब त्यहाँनिर खोइ माथि गणेशमा अब छेकिसक्यो अवस्था त हाम्रो ग्याङहरू हामी चाहिँ धेरैजना छौँ आज गाडी एउटा रिजर्भ टेन्सन नगर्नु कन्ट्याक्ट गर्नु होला मेरो दिदीलाई तपाईँहरूलाई फुल चाहिएको छ भने कन्ट्याक्ट गर्नु होला उहाँलाई हामी चाहिँ अहिले अब गुम्बातिर प्रस्थान गर्दैछौँ माथि छुटुनहरू छ अरे गुम्बा चाहिँ उतातिर छ तर त्यहाँ माथि अलिक ठुलो छ अरे हामी सबैजना यता छौँ आउँदैछौँ अनि यहाँनिर चाहिँ एउटा खानाको लागि जन्मेका भनेर भन्नु अघि पुर्णेको दिनमा के अन्डा खाँदैन भनेर अन्डा पनि खाइसक्यो अलिक 14 पनि खाँदैन यसले त सकिसक्यो अनि यस्तै हो जिन्दगानी अनि लाली गुराँसहरू अलि यहाँनिर चाहिँ रहेछ अझै अलि यो कुन गाउँ रे केटा हो शेरदुङ होइन ए हो शेरदुङ गाउँ माथिबाट देखिने रहेछ शेरदुङ गाउँ हामी चाहिँ अब यो पालि चाहिँ अब रुभाले एक्सपोर्टकै आएको हामी चाहिँ एउटा गाडी नै लिएर 10-12 जना छौँ 12 जना छौँ सो त्यो गुराँस चाहिँ अब फुलेको बेलामा आएको भए त दामी देखिने रहेछ होइन गुलासै फुलेको छैन यतानिर पतिङ्गरको भारी पनि रहेछ यहाँकै बासिन्दाहरू आउनु भएको होला हामीलाई त थाहा छैन नि त अलिक हजुर जस्तै अब न्याङ्गी तामाङ के चुपाङको तामाङबाट भन्नु कोही वैदेशिक यात्रा सफल होस् भनेर होइन हजुर के जा शुभ के जमे शुभ त्यस मनोकामना भनौँ न ए भनेपछि यो चाहिँ नादै सिप्दा भएको ठाउँ पुजारी हुनुहुन्छ होइन उहाँमार्फत चाहिँ हामीले के चाहेको हामीलाई माग गर्ने त्यो चाहिँ पहिला घले दरबार थियो भन्ने थियो होइन ए घले दरबार भन्ने यही हो थियो अनि अलिकति सानो थियो पछि मैले चाहिँ यहाँ चाहिँ तपाईँको नेतृत्वमा बनाउनु भएको यो चाहिँ गौतम बुद्ध अनि घले राजाको चाहिँ कहानी चाहिँ के कस्तो इतिहास घले राजाको धेरै लामो इतिहास छ त्यो होइन अब पहिला चाहिँ यहाँ चाहिँ शासन गर्दाखेरि बाउबाजेहरूले शासन गर्दाखेरि चाहिँ अब घलेले चाहिँ राजाको रूपमा ल्याएको अरे ए घलेलाई आज घलेलाई चाहिँ अब राजाको रूपमा अहिले जस्तै हाम्रो छ नि देशमा राजा चाहियो राष्ट्रपति भने जस्तै त्यही प्रधानमन्त्री देश चलाउँछ भने जस्तै हजुर यहाँ पनि त्यस्तो अब पञ्चहरू थियो नि त हजुर त्यही भएर विवाद भएपछि चाहिँ अब राजाको रूपमा चाहिँ घलेलाई ल्याएको अरे यहाँ ए त्यही भएर यहाँ चाहिँ घले राजा दरबार थियो यहाँ चाहिँ त्यही घले दरबारको नमुनाको लागि पछाडि बनाएको नि त जस्तो हालेर ए त्यो पछाडिको ए पछाडिको चाहिँ भन्दा त्यो जस्ता बनाएको यो चाहिँ पछाडिको चाहिँ ए यो ए जान लाग्यो अब माथि ए ब्रेड गेलो ब्रेड पुजारी पनि हुनुहुन्छ त्यहाँ यसो त्यही हामी नि पूजा गरौँ हुन्छ नि त हामी नि जाउँ न ब्रेड यहाँ पहिला त देखाउनु के अनि यहाँ ठाउँको चाहिँ अब ब्रागा भन्छ नि यहाँ चाहिँ अब फेरि यहाँ चाहिँ मनोकामनाहरू पुरा हुने भन्छ है हामी चाहिँ फर्स्ट टाइम आएको सो
भिडियो सिङ अनि यहाँ चाहिँ त्यही भएर हामी चाहिँ यहाँ पनि आएको त्यो ठाउँ चाहिँ ब्रागा भन्छ अरे स्थानीयहरू पनि आउनुभएको रहेछ उहाँ स्थानीयहरू त जानकारी पाएको हामी चाहिँ यहाँ बुद्धको मूर्ति छ घले दरबार पहिला घले दरबार यहाँ जङ्गल पुजारी खानु छिउ निमा भेखो मोर चाहिँ थाहा गम्दै खप्ल या निमा मोर त धर खाइलो बोय थाहा हेकमा निमा या कता चाहिँ तरी अब या खो त लाग्छौ हामीलाई त थाहा थिएन अब चुरी त्यही अब तब भन्यो होइन के भयो यतापट्टि आउनुपर्ने कि कता हो चाहिँ राखौ त्यसलाई त हामी त बाबा चाहिँ त्यहाँ अब गयो जिम्मा चाहिँ targa yuyo brara namji jalbo jilangi ru nangbe ल shabla kandi musu ngula jibrang ko tong भट्टा भट्टा फेरि नि त्यो पूर्णिमा त देवी थानमा brara namji jalbo हामी चाहिँ आज ब्राखाको यहाँ चाहिँ अब छेउहरू पनि लिइसक्यो अनि यहाँ बाटोबाट हामी तल जाँदैछौँ अब चाहिँ दामी देखिन्छ हामी चाहिँ यहाँ चाहिँ अब बुद्धको मूर्ति रहेछ यहाँ चाहिँ ब्राका यहाँ चाहिँ बुद्धको मूर्ति पनि रहेछ हामी चाहिँ अहिले छे सबै लिइसक्यो हामी माथि चाहिँ हामी आएको अहिले चाहिँ हामी सबै हाम्रो टोलीहरू फर्किने मे तर्खरमा छ सबैजना अब यहाँबाट चाहिँ सेटदुङ गाउँ देखिँदो रहेछ माथि चाहिँ पाङसङ डाँडाहरू चाहिँ अब ब्याड लक भन्ने के भन्ने अब माथि चाहिँ अब बादल लागेको छ त्यही हो राम्रो रहेछ बाटो चाहिँ यस्तो रहेछ सिडी चाहिँ नआउनु रहेछ अलिकति सोडी चाहिँ बनाएकै हो रुई भ्याली गाउँपालिकाले हामी चाहिँ अहिले अब बन्दिन आइपुग्यौँ अब गुनास फुलेको बेलामा आयो त यहाँ एकदम राम्रो देखिने रहेछ हो कि होइन ए मुङ तल त उहाँहरू वनमा जाने होला अब वनमा जाने होला उहाँहरू के हामी चाहिँ अब पानीको के भन्छ पानीको खोजाइमा हिँड्दैछौँ है गाह्रो रहेछ है माथि चाहिँ डाँडामा भएर क्या माथि अब यहाँ त तलनिर छ अरे सत्यव धन्जङको रिज हामी सत्यवती गुम्बुजौँ भन्दा यहाँ राम्रो छ नि अनि यहाँबाटै होला नि सिङ्गो जाने है सिङ्गो जाने बाटो यही त हो यही हो कि यही बाटो होला सायद जहाँसम्म मलाई लाग्छ यही हो बाटो त्यही भएर बनाएको आदि बाटो है यहाँको त्यो यहाँको सेतुङको मान्छेहरू है सिङ्गो जाने यहाँबाटै होला कि पानी त यहीँ रहेछ त अनि रुई भ्यालीमा चाहिँ यो आलु चाहिँ जहाँ नै पाउँछ है डायमन्ड हो रुई भ्यालीको यो मेन रुई पछि पाउने धेरै पाउने भनेको यो आलु रहेछ आलुको खेती त आम्मा हो दामी छ आलु त अनि दामी मिठो पनि हुन्छ हौ यो चाहिँ अब गुम्बा हो पुरानो तरिकाको बनाएको गुम्बा रहेछ यो चाहिँ अब सेतुङको गुम्बा रहेछ अहिले सेतुङ गुम्बा अहिले नयाँ बनाएको हो अब नयाँ भनेर पुरानो तरिकाबाट बनाएको रहेछ यो चाहिँ गुम्बा गुम्बा वास्तुकला चाहिँ दामी रहेछ अनि झ्याल ढोकाहरू यहाँको चाहिँ यता छाको पछाडिबाट यता घुम्ने यता पनि रहेछ यो चाहिँ झ्याल दामी दामी रहेछ माथिबाट यो झ्यालहरू चाहिँ
यो चाहिँ अहिले म चाहिँ सेतुङ गुम्बा नयाँ बनाएको रहेछ नयाँ बनायो भने तर पुरानो तरिकाबाट बनाएको छ सायद यहाँ चाहिँ मलाई जहाँसम्म लाग्छ यहाँ त पुरानो गुम्बा थियो होला त्यसबाट फेरि पुरानोको ठाउँमा चाहिँ नयाँ बनाएको अहिले चाहिँ संरक्षण गर्नु भनौँ न अलिकति त्यो चाहिँ लाग्यो मलाई चाहिँ त्यही होला यो गुम्बा हो त्यो चाहिँ मेन गेट यतै होला सायद मेन गेट चाहिँ दामी छ ल यता वास्तवमा दामी छ दामी बनाएको खोपेर बनाएको रहेछ काठमा एकदम दामी छ त्यो चाहिँ के हो थाहा भएन सिनरी चाहिँ एकदम बवाल छ है आज चाहिँ अब अलिकति ब्याड लक भनौँ न अलिक हिमाल चाहिँ देख्न पाएन मलाई चाहिँ अनि यो चाहिँ किचनहरू होला सायद किचनहरू बनाएको रुबी भ्यालीको आरुबारी सेर्तुङमा अहिले चाहिँ हामी चाहिँ गुम्बा पनि भिजिट गर्छौँ माथिको गुम्बा चाहिँ त्यो हेरिसक्यो अब चाहिँ हामी चाहिँ तल्दै जाने यहाँ त अब आलु मात्रै रहेछ पुराका पुरै आलु 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 तिमी मात्र रहेछ तिमी पनि फुलिसकेको रहेछ डिङ्गर आँगामा ओ आँगामा कहिले ला अब यो छेउमा ब्रे ता केरबा म दासिम खाना भयो खाना त म खाना म क्योर न लो लो न आया श्यामा त केन खाऊ ल ल नि यार चाहिँ म तब आ देवा आ दमा युट्युब जागो आधा भिडियो जागो भ्लगिङ ल यो चाहिँ सेर्तुङ गाउँ हामी चाहिँ अहिले सेर्तुङ गाउँतर्फ प्रस्थान गर्दैछौँ माथिबाट आएर अहिले चाहिँ सेर्तुङमा आइपुग्यो है यतानिर अगाडि नै हुनुहुन्छ सबैजना अगाडि आउँदैछौँ सेर्तुङ चाहिँ अब राम्रो रहेछ एकदम दामी छ सेर्तुङ गाउँमा चाहिँ अहिले चाहिँ अब हामी यहीँ सेर्तुङ गाउँमा अब खाना खाने होटलमा गएर खाना खाने भनेर अर्डर पनि गरिसकेर गएर खाना खाएर त्यसपछि हामी उता शिव डाँडानिर शिव मूर्ति पनि छ अरे त्यो नि हेर्नु पर्ने अब त्यहाँ पनि जाने हो सो मलाई चाहिँ अब के लाग्छ भने माथि अब ब्रागा अरे होइन माथि घरद्वार राजाको दरबार थियो अरे पहिला चाहिँ अनि त्यहाँ चाहिँ ब्रागा अरे त्यहाँ चाहिँ अनि यहाँ चाहिँ सेर्तुङ भइहाल्यो यहाँबाट माथि चाहिँ टिप्लिङ रे उता माथि चाहिँ अब अनि माथि धेरै नै रहेछ माथि चाहिँ पङसङ रे पङसङ जाने चाहिँ अब त्यो बाटो चाहिँ बिचमा छैन रे होइन आज बन्द छ रे पङसङ जाने चाहिँ पहिला अब केटाहरू उनीहरू देखाउनु पऱ्यो भनेर आयो आउँदैछ खिचेकै छ त सबैजना त्यही हो गाइज अब त्यही हो गाउँहरू यस्तो हुँदो रहेछ होइन राम्रै छ हरियाली छ चारैतिर पहाड घेरिएको छ सेर्तुङ नाम्सा यो चाहिँ गोठ धन्न रहेछ यहाँ त नि छ गोठ चाहिँ गोठहरू पनि टन्ने रहेछ यहाँनिर चाहिँ अनि चुच्चाउला त लो चुतारो है थाहा छैन के हो है थाहा भएन यसरी राख्दो रहेछ यहाँनिर चाहिँ पदिङ्गरहरू यसरी चिरी ए चाहिँ ठिक हुनु तर चाहिँ नजानु पर्यो सेर्तुङ टाटा बाई बाई सेर्तुङ बाई बाई सेर्तुङ अब हामीले अब लागिसक्यो सेर्तुङबाट है के बनाउनु लाग्यो फेटिकोट हो अब चाहिँ के हो सेर्तुङबाट हामी फर्केको अवस्था आइसक्यो यहाँनिर बगा गाइज पालङ्गे भएको छु तानम त हो कि अब पानी पनि पर्नु लाग्छ यहाँ चाहिँ अब जहाँ पनि आलु पुरै आलु माथि मकै सबै अब त गाडीमा हुँदैछ तल पनि सबै आलु मात्र हो यहाँ त अब रुबी भ्याली त पुरा रुबी भ्याली मात्र हेर्नु रहेछ क्या यहाँ चाहिँ आलु भ्याली पनि राख्नुपर्छ पोटाटो भ्याली
गोसेले बाख्रा जस्तो बगाड्यो धेरै अरू मजा धुलो